हेलो गाइज म चाहिँ मास्तिर पाहाडतिर लाग्दिनँ आँटेको बाटोहरू चाहिँ यस्तो रहेछ होइन त्यही भएर चाहिँ नि अहिले चाहिँ म अब थाकिरहेको अनि थाकेर एकछिन रेस्ट गर्दिनँ अब बाइक हाँक्दा हाँक्दा ढाड दुखिरह्यो अनि एकछिन म बस्दिनु पऱ्यो भनेर चाहिँ अब रेस्ट गरिदिनु पऱ्यो है अनि त्यही भएर चाहिँ मैले एकछिन बसेँ अनि टक्क चुरोट खाएँ होइन त्यही भएर चाहिँ म मास्तिर जाँदाखेरि बाइकमा राइडमा जाँदाखेरि चाहिँ अब फोनमा चार्जर पनि छैन नि त त्यही भएर त मैले अब दामी अब जे हुन्छ मैले त्यही चिजहरू चाहिँ मैले क्याप्चर गरिदिएको छु होइन दामी लागेर होइन त्यही हो अनि म जोस जाँदाखेरि चाहिँ दामी दामी सिनहरू मैले देखेँ गाइस लड्यो है यहाँ चाहिँ फेरि खतरा एक्सिडेन्ट नयाँ बाइक हो बाउले त मार्छ होला आफ्नै हो म डुल्न आएको कि अङ्कल 3-4 दिन भयो डुल्न निक्लेको माथि बस्दै थिएँ अनि त्यहाँ भिडियो बनाउँदै थिएँ कि अनि त्यहाँदेखि चाहिँ अनि आएको यता म त पानी पऱ्यो भने म त उहाँ गएर त्यो खोलामा गएर चिया खानु पऱ्यो भनेर निक्लेको स्पिड हिँडेँ धेरै ड्यामेज यताको गाला बसेको नि त घुम्नु नि त यो यस्तो भए चिप्लियो क्या यसरी लड्यो क्या नर्मल हो नि बाइक त यो है गाइस ट्रेकिङ आउँदाखेरि पनि यस्तो अवस्था यस्तोसम्म भयो है अनि अरू चाहिँ के भएन अरू सब सेफ्टी भन्न हल्का स्लाइड मात्रै खाएँ केही भएन सोच्दै थिएँ कि आउँदाखेरि लडिन्छ कि क्या हो जस्तो लडेको भिडियो बनाइदिउँ कि क्या हो जस्तो लागिरहेको थियो होइन त लडिन्छ भन्ने के थाहा त नि मलाई तर अरू गाडीहरू चाहिँ के भएन त्यहाँ त यहाँ हल्का स्क्राच भयो होइन नयाँ गाडी हो बाउले त मार्छ होला अब नसोधिकन हिँडेर आएको होइन निक्लेको घरदेखि त्यही हो के हुँदैन झन् मान्छे चाहिँ बाँच्यो गाडीहरू चाहिँ के भएन हल्का त्यो स्क्राच भयो यो त कमन हो नि नम्बर यतिको हो के होइन अनि अरू चाहिँ केही भएको छैन होइन त्यही हो अहिलेको लागि चाहिँ यति नै हो अनि जोस् राम्रो कन्टेन्ट भयो ट्रेकिङ आउँदाखेरि लडियो है यस्तो ठाउँ यस्तो छ है फेरि यो ठाउँमा आएर एकछिन बस्दिनँ अब यहाँ अब माथि चोकै निक्लिनु पर्ने भयो अब माथि म माथि बसेको थिएँ कि अनि जोस् अघि खाना खाएर निस्क्या हो खाना खाएर तपाईँको 10 बजी त्यहाँदेखि निस्केको होला अहिले तपाईँको समथिङ कति बज्यो 12:30 भयो होइन त्यही हो 12:30 भयो अब अझै यहाँदेखि 2-3 घन्टा लाग्छ होला न मान्छेलाई चाहिँ के भएन बाइक लड्यो भने त्यहाँ हजुरआमाहरू अङ्कल आन्टीहरू हुन्छ क्या देखिदिइरहेको कि टक्क पानी सिमसिमै पर्दै थियो म त्यस्तो हुन्छ अघि आङ झिङ झिङ गर्दै थियो क्या यस्तो हुन्छ जस्तो लागिरहेको थियो टक्क ठ्याक्क भइदियो अब के हुन्छ त यस्तै छ अब यहाँदेखि चाहिँ लाग्दिन्छ गाइस अलिक लागि गाइस हामी चाहिँ उमा तलदेखि उहाँदेखि यस्तो हुँदै आएको पाहाडहरूको खेतहरू गरेर होइन यस्तो हुन्छ कि यस्तो त दामी देखिन्छ है त्यही हो होइन अनि त्यहाँदेखि हिँड्दै आइयो अब फाँक भइसक्यो हिँड्ने बानी नभएर फाँक भइसक्यो है अहिले चाहिँ अब अनि त्यही हो अरू त के भन्ने यस्तै छ यस्तो छ क्या अब यता जानु भने हामी हेलो गाइस अहिले हाल म चाहिँ कस्तो ठाउँमा आएको छु भन्दाखेरि होइन अब तपाईँलाई कसरी देखाउँ होइन यहाँ यस्तो छ क्या मास्ति पाहाड हो होइन अनि यहाँ यस्तो छ अहिले अनि यहाँ पुल रहेछ पुल बगाएको रहेछ है पुल बगाएको त होला नि यहाँ चाहिँ मान्छे जलाउँदो रहेछ है अनि एक्लै हिँड्दाखेरि कस्तो हुन्छ होला यस्तो सिनहरू देख्दाखेरि होइन त्यही हो क्या केही छैन ट्र्याक एकै मेमोरी के को चिन्ता छ केही छैन यो सिन जहाँ पुग भिडियो बना आफ्नो मन मर्जी गर होइन कसैको डर कसैको तनाव कसैको प्रेसर पनि छैन होइन आफ्नो खुसी गर्न पाइरहेछ आफूले भनेको खान पाइरहेछ डुल्न पाइरहेछ त्योभन्दा के चाहियो हो होइन त्यही हो आफूले भने चिजहरू हरेक ठाउँतिर ट्राभलिङ गर्नु दामी लाग्छ क्या मलाई होइन है दामी छ क्या पाहाडतिरको खोलाहरू के खोला नालाहरू देश नेचुरल भाइब्समा फाइदै मजा आउँछ त्यही हो अहिलेको लागि चाहिँ म वहाँदेखि हिँड्दै आएको हो होइन अनि जस अब यहाँ बस्दिन्छु एकछिन रेस्ट गर्छु है त्यही हो
गल्लिरा हो थाकिरा हो गाइस थाकिरा हो रेस्ट गरिदिने हो एकछिन सुत्दिनु पर्ला यार किन होइन गल्लिरा हो केही छैन गाइस बसो खायो डुलो होइन यस्तै छ जिन्दगी चिल पारामा हिँड्दै कडा हो पाल्ले भयो जोस सिटी एरियातिर भन्दा होइन हिल साइडतिर डुल्न चाहिँ फाइदै मजा हुन्छ होइन अनि सिटी एरियातिर धेरै खर्च हुन्छ अब हामी यङहरूसँग खर्च हुँदैन अनि हामी हिल साइडतिर हिँड्ने हो क्या त्यो हिल साइडतिर ट्राभलिङ गरिदिने हो अनि ट्रेकिङ गरिदिने हो मजा हुन्छ त्यही हो अहिलेको लागि चाहिँ होइन गल्ली आयो रेस्ट गर्छु म एकछिन है गाइस म यहाँ चाहिँ मौसम अब कुहिरो जस्तो छ क्या होइन कस्तो दामी हुन्छ है अनि तिमीले हो अब फोनले पनि भ्याउँदैन होइन अनि मैले त अब मेरो ब्याट्री पनि त्यस्तो छ होइन ब्याकअपमा मसँग केही पनि छैन त्यही भएर चाहिँ गाह्रो हुन्छ अलिअलि क्लिप्समा मात्रै लिएर मैले हालिदिने हो नरिसाइदिनु होला होइन त्यही अब सक्दैन ग्याजेट छैन जति सक्छु त्यति मात्रै गरे हो होइन मैले गाइज म चाहिँ होइन अब होमस्टेको कुकुर रहेछ होइन अनि कुकुरसँग खेली बसिरहेको थिएँ कि होइन कुकुरको नाम चाहिँ ज्याक रहेछ होइन अनि म चाहिँ अनि तुम्बा खान बसिरहेको थिएँ कि अनि आएर फोन चार्ज गरेर अनि त्यसपछि म गेम हेर्न गइरहेको थिएँ केटाहरूको फुटबल रहेछ अनि त्यही हेरिदिउँ न भनेर गइरहेको थिएँ अनि हल्का चार्ज अब फोनमा चार्ज पनि थिएन मसँग अनि त्यही भएर मैले अब त्यस्तो क्लिप्सहरू पनि पाएन अगाडि भिडियोहरू बनाएँ त्यही भएर हाल्न पाएन अनि त्यसपछि म बेलुका खाना खाएर आएर अनि कोठामा ढल्किरहेको थिएछु अनि सुट हानिदिइरहेको थिएँ अनि ढल्किरहेको थिएँ गीत सुन्दै अनि यतिकै निदाइरहेछु अनि तपाईँहरूलाई कस्तो लाग्यो भिडियो लाइक कमेन्ट सेयर गरिदिनु होला होइन आजको लागि चाहिँ